असारमा अब हाम्रो माना रोपेर मुरी फलाउने महिना र यसमा हामी छरछिमेकी इष्टमी यताउता गाउँघरका दिदीबहिनी भएर अथवा दाजुभाइ सबै मिलेर अर्मपर्म गरेर आपसमा आत्मीयता पनि बढ्छ है। अनि धान रोप्दाखेरि हामीलाई यो चर्को घाम तलबाट तातो पानीले पोलेको अथवा पानी उति बेलै पानी पर्छ उतिखेर गर्छ त्यो थकान हुन्छ। बिहान 10-9 बजेदेखि बेलुका अब असारको महिनामा 7-8 बजेसम्म रोप्नुपर्ने हुन्छ। अनि त्यसमा असारे गीतले गर्दा हाम्रो त्यो थकान जति सबै एकदम थकान लागेको महसुसै हुँदैन के, सबै एकदम आनन्द हामीले दिन बिताउन सकिन्छ। यसको धेरै एकदम मनपर्छ मलाई। र यो हामीले रोपेको धानको रोपो पनि हावाले यस्तो यताउता हल्लाउँदाखेरि हाम्रै यही असारे गीतमा नाचिराखेको पो हो कि भन्ने भान, र यो पनि पछि मलजल हुँदा त्यस्तै रमाइलो उसमा उसको ऊ पनि फल्ने उ गर्ने हुन्छ कि जस्तो महसुस हुन्छ मलाई चाहिँ यो असारे गीत।